साथीहरू, तपाईहरु आराम हुनुहुन्छ नि? म पनि आराम छु। आज एउटा छोटो भिडियो बनाउन लागेको छु। यो मेरो कर्मथलो हो। यो एउटा विद्यालय भवन देखिरहनु भएको छ। यो भवनको ठेगाना नुवाकोट जिल्ला भित्र पर्ने विद्युत 12 चारघरे कठेरी को विद्यालय भवन हो। यहाँ नयाँ र पुरानो भवनहरू देखिन्छ। साथीहरू, आजभोलि परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा पनि सिद्धिन लागेको छ। त्यसपछि वर्षे बिदाको सूचना पनि आइरहेको छ। साथीहरू, यहाँ हेर्नुस्, यो विद्यालयको नाम श्री तिनधारे पिपलडाँडा मावि विद्युत 12 चारघरे कठेरी नुवाकोट हो। साथीहरू, योभन्दा अगाडि पनि तपाईहरुले थाहा पाइसक्नु भएको होला। अहिले परीक्षा सञ्चालन भइरहेको हुँदा यहाँ बाहिर मानिसहरू देखिँदैन। अहिलेलाई यति नै।